गौतम।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर डर्दैन थियो इन्द्रै बिन्ती गरून् झुकेर पाउमा बिन्ती मान्दैन थियो। यस धरतीमा जन्म लिएपछि हामी मानव जाति लगायत सम्पूर्ण प्राणी एवं वनस्पति समेतको एक दिन अवश्य अन्त्य हुने कुरालाई आत्मसात गर्दै अब म स्वर्गीय बाबुलाल लामाज्यूको संक्षिप्त जीवनी वाचन गर्ने अनुमति चाहन्छु। उहाँ जिल्ला रामेछाप दोरम्बा 6औं गाउँपालिका वार्ड नम्बर 2 निवासी आपा स्वर्गीय लाखवती लामा मक्तान तामाङ, स्वर्गीय आमा कुसुन डोल्मो घिसिङ लामा तामाङको कोखबाट विक्रम सम्वत 1998 साल फागुन 18 गते जेठो छोरोको रूपमा जन्मनु भएको थियो। उहाँहरू 4 जना दाजुभाइ र 2 जना दिदीबहिनी हुनुहुन्थ्यो। उहाँ दोलखा सैलुङ बसको 7 निवासी खाइबा लामा स्वर्गीय कर्मा वाङ्गुई लामासँग थाङ्का लेख्न सिक्ने क्रममा दोलखा सैलुङ बस्कोमा पाल्नुहुँदा बसको निवासी कान्छा लामा योन्जन तामाङको छोरी कुनसाङ डोल्मो योन्जन तामाङसँग भेट भई उहाँको वैवाहिक सम्बन्ध बाँधिनु भएको थियो। उहाँ र उहाँको धर्मपत्नी स्वर्गीय कुनसाङ डोल्मो योन्जन लामा तामाङको कोखबाट 2 भाइ छोराहरू स्वर्गीय सेवा अङ्गेल र स्वर्गीय दावा अङ्गेल प्रेम तथा 2 बहिनी छोरीहरू सीता मोक्तान तामाङ र पद्मा डोल्मो लामा तामाङको जन्म भएको थियो। हाल उहाँको 3 जना नाति 5 जना नातिनी र 1 जना पलाती एवं 5 जना नातिनीहरूको धनी हुनुहुन्छ। उहाँले सिन्धुपाल्चोक तारिङ भन्ने स्थानमा गुरु काथोक मेमे ज्यूबाट बौद्ध शिक्षामा कोनछेउ चिदुईको साधना गरी वाङलुङ प्राप्त गर्नुभए सोही अभिषेक अन्य व्यक्तिहरूलाई समेत वाङलुङ शिक्षा दीक्षा प्रदान गर्न सक्ने अनुमति प्राप्त गर्नुभए उहाँको हाल करिब 500-600 जना चेलाहरू हुनुहुन्छ। उहाँ तामामा विशेष दखल भएको खाइबा मूर्तिकला र थाङ्का लेखनमा निपुण हुनुहुन्थ्यो। उहाँ विगत केही वर्षदेखि सुगर प्रेसरको बिरामी हुनुहुन्थ्यो। यसै क्रममा उपचारको सिलसिलामा करिब 2 महिना अगाडि काठमाडौँ पाल्नु भएकोमा उहाँ मिति 2082 2 महिना 4 गते बिहान 7:20 बजे भक्तपुर मोलपानी स्थित सिर्जना टोलमा छोरा बुहारीको वासस्थानमा स्वर्गहरण हुनुभई उहाँ सोही दिनबाट करिब 3 दिन गहिरो समाधि ध्यानमा बस्नुभई मिति 2082 2/6 गते बिहान 7:20 बजेबाट उहाँले पूर्ण रूपमा देहत्याग गर्नुभएको थियो। अब हामी स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनेट मौन धारण गर्ने कार्यक्रम भएको हुँदा सबैजना उभिएर शिरमा भएको टोपी ओढ्नेहरू खोलेर 1 मिनेट मौन धारण कार्यक्रममा सहभागी भइदिनु हुन यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्दछु। समय सुरु।
हिमा भेटाएको छैन